गृहमन्त्रीले खगेन्द्र सुनारमाथि छानबिन गर्ने भएका छन्। खगेन्द्र सुनारले भनेका थिए कि म्यादी प्रहरी पोसाक खरिदमा चरम भ्रष्टाचार भएको, आइजिपी र गृह सचिवलाई बर्खास्त गरी अनुसन्धानको दायरामा उभ्याउनुपर्छ भन्ने माग राखेका थिए खगेन्द्र सुनारले। गृहमन्त्रीले भनेका छन् कि आइजिपी डराउँदैनन्, आइजिपी गलत गर्ने मान्छे होइनन्, कसैलाई उजुरीकै भरमा छानबिन हुँदैन, उजुरीकै भरमा कोही पनि न्यायाधीश बन्न मिल्दैन भनेका छन्। उजुरीकै भरमा छानबिन गर्न मिल्दैन भने के का भरमा चाहिँ मिल्छ त गृहमन्त्रीज्यू? यसको प्रश्नको उत्तरको जवाफ दिनु होला भन्न चाहन्छु। वाह वाह वाह, जान्नेलाई छान्ने भन्ने नारा यो चाहिँ कदापि होइन भन्न चाहन्छु। तपाईँलाई हामीले त्यो कुर्सीमा कसैलाई उजुरीकै भरमा छानबिन गर्न मिल्दैन भन्नको लागि त्यहाँ पठाएका होइनौँ। बजारको कालो बजारी रोक्नको लागि, देशमा सुशासन स्थापित गर्नको लागि हामीले तपाईँलाई त्यहाँ पठाएका हौँ। बजारमा यत्रो कालो बजारी भइरहेछ, व्यापारीहरूले ग्यासको कालो बजारी गरिरहेछन्। स्थानीय तहको चुनाव नजिक आउँदै गर्दाखेरि काङ्ग्रेस एमाले माओवादी र व्यापारीको साँठगाँठमा बजारमा जनतालाई यातना दिने, जनतालाई दुःख दिने चलिरहेको छ। यी व्यक्तिहरूलाई अनुसन्धान गरेर कडाभन्दा कडा कानुनको दायरामा उभ्याउनुहोस् न। एउटा सांसदले भ्रष्टाचारको कुरा उठाउँछ, त्यही सांसदलाई कारबाही गर्ने कि अनुसन्धान गर्ने कि भ्रष्टाचार कसले गर्यो त्यो भ्रष्टाचार गर्ने व्यक्तिलाई चाहिँ कारबाही गर्ने र अनुसन्धान गर्ने हो। र यहाँनिर मलाई लाजै लाग्दो कुरो चाहिँ अर्को के लागेको छ भने उजुरीको भरमा छानबिन हुँदैन भनेका छन्। उजुरीको भरमा छानबिन हुँदैन भने के को भरमा छानबिन हुन्छ? तपाईँ कति क्लास कुन हस्पिटल पढेर आउनुभएको गृहमन्त्रीज्यू? तपाईँले अब विश्वविद्यालयहरू पढेको भन्न मिलेन, हस्पिटल पढेको भन्न मिलो भन्न चाहन्छु। तपाईँले कानुनमा कति अध्ययन गरेर आउनुभएको हो? उजुरीको भरमा छानबिन गर्न मिल्दैन कुन कानुनको मुद्दामा टेकेर तपाईँले भन्नुभयो? यसको जवाफ दिनुहोस् जनतालाई।